सुरुमा त अब के भन्छ म तलतिर भर्खर खेल्दै थिएँ कालसुर्तीमा। अनि हाम्रो मिलन चन्दले चाहिँ लिफ्टर लिएर आउँछु भन्ने कुरा गर्नुभएको थियो। अनि आउँदाखेरि चाहिँ उहाँलाई मैले फर्स्ट टाइम देख्दाखेरि चाहिँ अब सुरुमा देख्ने मान्छेले त भन्छ नि त अब यो मान्छे खेलाडी जस्तो नि होइन है, जस्तो कि अब हाइटै हेर्छ नि त सुरुमा होइन। मेरो सोचाइमा चाहिँ पक्कै पनि साथी लिएर आउनुभयो होला जस्तो चाहिँ सोचाइमा थियो मेरो है। हाम्रो दाइहरूले नि सबैले त्यस्तै सोच्नु भएको रहेछ। तर अब त्यसको भोलिपल्ट बिहानमा चाहिँ हल्का वार्मअप ट्रेनिङ भएको थियो हाम्रो। त्यो बिहान वार्मअप ट्रेनिङ भएदेखि बल्ल लिफ्टर रहेछ है हाम्रो भन्ने चाहिँ मैले बुझेँ भनौँ न। सुरुमा भेट्दाखेरि आउँदाखेरि विवास अहिले खेलाडी होइन भनेर चाहिँ सोच्नु भएको थियो हिमाल सुनारीले। अब कहिले नदेखेको नभेटेको होइन, अब मनमा अब त्यस्तो भइहाल्छ नि। अब मिलनले लिएर आएपछि साथी नै होला है अब भन्ने भयो थियो कि खेलाडी चाहिँ होइन होला जस्तो चाहिँ लाग्थ्यो मलाई सुरुमा भेट्दाखेरि। त्यो यस्तो कुरालाई अन्यथा नलिनु होला फेरि। यस्तै भनौँ न, अब मेरो सोचाइमा चाहिँ त्यस्तै थियो होइन। त्यो त हुन्छ होइन। जस्तै विवासलाई पनि नदेखेको भए त हिमाल सुनारी सिक्दै हो कि पहिल्यै नखेलेको हो कि भन्ने पनि हुन्छ नि त। विवासलाई चाहिँ विवास आलेले चाहिँ हिमाल सुनारीलाई पहिला त्यो भेट हुनुभन्दा अगाडि देख्नु भएको थियो कतै? मैले देखेको थिइनँ, देख्नु भएको कतै नि देखेन। तपाईँले नै खेलाडी हो भन्ने सोच्नु भएको थियो अथवा अब सिक्दै हो हामीसँगै सिक्ने हो भनेर सोच्नु भएको थियो? होइन, त्यहाँ अब कसैलाई नचिन्ने म त फर्स्ट टाइम गएको। अब जेठानहरू चाहिँ पहिल्यै जानुभएको रहेछ। डाइरेक्ट जाम भनेर लिएर गएको, को खेल्ने हो के हो अब थाहै थिएन। डाइरेक्ट ग्राउन्डमा गयो, अब त्यही प्र्याक्टिस गर्दा चाहिँ यो भनेर चिन्थ्यो। अनि अहिले त तपाईँहरूको कम्बिनेसन एकदमै मिल्छ होइन?